सलाम साथीहरू। यो इरान अमेरिका युद्ध छ नि, एकदम इन्ट्रेस्टिङ भइरहेको के। कस्तो इन्ट्रेस्टिङ भइरहेको भनेपछि ट्रम्पको म धेरै जसो ट्विटहरू हेर्छु ट्रुथ सोसल मिडियामा, जुन ट्विट हाल्छ नि, मेक अ डिल मेक अ डिल मेक अ डिल। यो म आफै बुझ्दिनँ कि यत्रो अमेरिकाको युएस प्रेसिडेन्ट हुन्छ नि, सबैभन्दा पावरफुल प्रेसिडेन्ट भन्छ, तर पनि यो मान्छे के भनिरहेको हुन्छ भनेपछि मेक अ डिल मेक अ डिल मेक अ डिल। अरे भाइ, यदि युद्ध इरानसँग गरिरहेछस् त मेक अ डिल भन्छस् भने त कतिसम्मको पत्तुर लिडर होस् के यार। त हाम्रो बालेनसँग सिक न भाइ यार। बालेन हेर्दा प्रधानमन्त्री भएदेखि बोलेको पनि छैन कि। त युद्ध गरिरहेस्, दिनमा 10 वटा ट्विट ठिचिक 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 ठिचिक। के हो भाइ यार, अमेरिकाको राष्ट्रपति मेक अ डिल युद्धहरू रोक्ने, अनि त्यसपछि एउटा टर्म एन्ड कन्डिसनमा जाने हो। मेक अ डिल भिख माग्ने होइन कि इरानसँग। इरानले त अमेरिकाको गिली गरिदिए, F-35 खसाइदिए, F-15 खसाइदिए, F-18 खसाइदिए, तिमीहरूको थार्ड पेट्रियट, हर्मुज, स्ट्रेट अफ हर्मुज यसरी रोकेर राखिदिएको छ कि बाबु। यो छ नि गल्फ कन्ट्रिजहरू। अब अस्ति ट्रम्पले के भन्यो भनेपछि स्टोन एजमा पुऱ्याइदिन्छ अरे कि। र अब्बास आराक्ची जो इरानको फरेन मिनिस्टर छ, उसले के भन्नु भनेपछि त्यसपछि तिम्रो स्टोन एजमा, किनकि कुनै पनि गल्फ कन्ट्रीहरूले चाहिँ तेल निकाल्थेन भने क्या। ए बाबा, यो युद्धमा चाहिँ अमेरिका यति आफूले यति पावरफुल भनिरहेको कि ऊ एक्लिरहेको कि। फ्रान्सले आफ्नो एयर स्पेस दिएन, स्पेनले दिएन, स्विजरल्यान्डले दिएन, ब्रिटेन अन्कना गरी दिन खोजिरह। अब किनकि इरानियनहरूसँग त्यो मेक अ डिल भनेर हुँदैन। मेक अ डिल भनेर सुन्नेवाला इरानियन होइन क्या। उनीहरूले बुझिसकेका छ कि उनीहरूले भियतनाम युद्ध, अफगानिस्तान, अनि त्यसपछि जस्तो गाजामा भएको युद्ध, अनि त्यसपछि अहिले जस्तो मधुरोलाई यिनीहरूले उठायो नि, त्यसपछि उनीहरूले यिनीहरूको स्ट्राटेजी अप्नाइसक्यो कि। उनीहरूले डिसेन्ट्रलाइजेसन, मिलिट्रेसन पावर गरिदियो कि। उनीहरूको 48 कमान्डर्स जब यिनीहरूले एकसाथ एक झड्कामा उडाइदियो नि, अझ पनि उनीहरूको यति धेरै पावर छ कि, यति धेरै मिसाइल छ कि उनीहरूले ताबडतोड हमला गरेको छ कि। अब यो स्ट्रेट अफ हर्मुज भने अब अहिले चाहिँ हुती, हमास, यो के भन्छ, येमनबाट चाहिँ अहिले हुती चाहिँ के भयो, एक्टिभ भइसकेको छ क्या। यिनीहरूले चाहिँ त्यो बाबल मण्डल भन्ने छ, त्यो बाबल मण्डललाई चाहिँ बन्द गरिदिएर स्ट्रेट अफ हर्मुज पनि अबको 1 महिना बन्द भयो नि। पेट्रोलको नेपालमा जो प्राइस हो नि 400 माथि पुग्छ क्या। 400 माथि भनेको मान्छेहरू यो इकोनोमिक कोल्याप्स हुन्छ क्या। नेपाल त के छ र, दाउरा साउरा हुन्छ नि, यताउता कोइला सैलाबाट चलाउँछ कि पहाडी भेगका मान्छेहरूले। काठमाडौँ, पोखरा, चितवनमा फरक पनि, इन्डियामा त मान्छेहरू भागाभाग हुन्छ कि, हुन्छ कि। त्यस्तो अवस्था आउनेवाला छ कि। र अनि यो युद्धमा अमेरिकालाई त के फरक पर्छ? अमेरिकालाई केही पनि फरक पर्दैन। तर त्यहाँबाट एउटा थोपो तेल पनि लाँदैन क्या अमेरिकाले। उसले त भेनेजुएला क्याप्चर गरे, भेनेजुएलाबाट भएको तेल लिएर आउँछ। फरक पनि भनेको दुबई, कतार, साउदी, बहराइन, कुवेत, यिनीहरूको कोल्याप्स हुन्छ कि। यिनीहरू भिख माग्ने अवस्था हुन्छ कि। र अर्को कुरा के हो भनेपछि यी देशहरूमा जस्तो इरानमा जस्तो सुप्रिम लिडर थियो आयतुल्लाह अली खामेनी, उसलाई एकचोटिया मारिदियो होइन। अब को छ, मोस्ताबा खामेनी, उसको छोरोलाई चाहिँ सुप्रिम लिडर बनाएको छ। हो त्यहाँ चाहिँ कस्तो गरिरहेको भने जनता उचाल्न खोजिरहेको कि। त्यहाँको जनता किन उचालिरहेन भनेपछि तिनीहरूले चाहिँ इरानले आजसम्म आयतुल्लाह खामेनीको उसमा चाहिँ कार्यकालमा चाहिँ एकदम राम्रो गरेको रहेछ। त्यही भएर त आजको 34 दिनसम्म पनि अमेरिकाले तिनीहरूलाई घुँडा टेकाउन सकेको छैन त। र बाँकी यी देशहरू पनि, यो साउदी, सबै प्रिन्सहरू राजा भएको देश हो क्या। यिनीहरू देशमा पनि अब के हुन्छ भनेपछि अब आउने समयमा जस्तो हाम्रो यहाँ नेपालमा चाहिँ के भयो भनेपछि जेनजी आन्दोलन भयो नि, त्यस्तै हुनसक्छ। राजा फाल्न सक्छन्, हामीलाई डेमोक्रेटिक चाहियो भन्न सक्छन्। तिनीहरू त त्यो राजा हो त, मोनार्की हो त, डेमोक्रेटिक खोज्यो भने त के हुन्छ, तिनीहरूलाई त गाह्रो पर्छ। सबै तिनीहरू राजा बनेका छन्, बिलियन ट्रिलियनमा छ। र यिनीहरूको चाहिँ यो अब 1 महिना फेरि पनि स्ट्रेट अफ हर्मुज बन्द भयो भने कोल्याप्स हुन्छ कि। र यिनीहरू अहिलेसम्म रेस्पोन्स दिएको छैन, युद्धमा पनि यिनीहरू सामेल भएको छैन। इफ युद्धमा सामेल भयो भने इरानले तिनीहरूलाई दिल्ली स्वाट आगो लगायो, अनि त्यसपछि रकेट छोडिदियो, स्वाट के छ र, उडाइदिन्छ यिनीहरूलाई। यिनीहरूको कोल्याप्स हुन्छ क्या, जो तेलमा। अनि त्यसपछि यिनीहरूको चाहिँ टुरिस्टहरूबाट चाहिँ जो दुबई, कतारहरू चाहिँ आफ्नो चाहिँ जो इकोनोमी यिनीहरूले स्टेबल बनाएको छ, अरू देशभन्दा धनी बनाएको छ नि, यो खतरा हुन्छ बाबु। र अब यसमा चाहिँ सबैभन्दा बढी इम्प्याक्ट चाइनालाई भन्छ नि। चाइना सबैभन्दा ठुलो खेलाडी हो कि, उसलाई इम्प्याक्टै पर्दैन। उसले सोलर प्यानल पुरै एउटै
प्रान्तमा लगाइदिन्छ, सोलर प्यानलबाट कति बिजुली निकालिदिन्छ उसले। 3 गर्जेस ड्याम बनाएको, पृथ्वीको रोटेसनै कम गरिदिएको चाइना हो। चाइनाको म्यानुफ्याक्चरिङ क्यापासिटी यति धेरै छ कि उसले कहाँसम्म पुर्याइदिन्छ, उसले आफ्नो देशमा कुनै पनि कमी नै हुन दिन्न कि। अर्को कुरा रसियालाई यति धेरै फाइदा भएको छ। मेन ह्याम्पर भनेको गल्फ कन्ट्रिज, GCC कन्ट्रिज प्लस युरोप। युरोपको त तेल निस्किएको छ क्या अहिले, युरोपियनहरूको तेल निस्किएको छ। किन तेल निस्किएको छ भने चाहिँ यिनीहरूले चाहिँ यो युक्रेनको राष्ट्रपति भ्लादिमिर जोलोनस्की हो कि के भन्ने थियो नि, त्यसलाई सपोर्ट गरे रसियाको विरुद्ध लड्नलाई, जहाँ चाहिँ रसियालाई अनस्टेबल बनाउन खोजे। आज यिनीहरूले के गरेका छन् भनेपछि यो कहाँ सपोर्ट गर्ने कि यिनीहरू आफै ऋणमा जाने अवस्था भयो। यिनीहरूले आफैले के अरे पेट्रोलियम पदार्थहरू नपाउने, क्रुड ओइल नपाउने अवस्था भएपछि के भयो, यिनीहरूको दिन त सकिन्छ नि त। हो त्यो भएर चाहिँ अमेरिकी राष्ट्रपतिले भन्छ नि मेक अ डिल, मेक अ डिल, मेक अ डिल। त्यो कुनै पनि राष्ट्रपतिमा हुनुपर्ने क्यापासिटी त हुन्छ नि एउटा, त्यो प्यार 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 यति धेरै त साइकोइस्टिक कुरा गरेको छ कि मेक अ डिल। त्यस्तो पावरफुल कन्ट्रीको भएपछि थोरै कमन सेन्स त हुनुपर्छ नि। आज बिहान एउटा भन्छ ल इरानले चाहिँ के गर सम्झौता गरिदिए भन्छ, अनि बेलुका के भन्छ हामी इरानलाई ढुङ्गे युगमा पुऱ्याउँछौँ भन्छ कि। कहाँको राष्ट्रपति अरे त्यसको सचिवालय भन्छ नि। केपी ओलीले भन्दा पनि नराम्रो दुःख पाउँछ कि ट्रम्पले। केपी ओली हाम्रो केपी बाले जस्तो दुःख पाउँथ्यो नि, त्यो भन्दा नि इम्प्याचमेन्ट। अब इलेक्सन हुन्छ, अब आउने मिड टर्म इलेक्सनमा त्यसलाई इम्प्याच गरेर त्यसलाई लात हानेर कहाँ पुऱ्याउँछन् कि। त्यति धेरै पावरफुल भएको इगोइस्टिक रूपमा चलेको छ कि, कति धेरै इगो राखेको छ कि। किनकि त्यसको पित हेसेक भन्ने मन्त्री भयो, अर्को चाहिँ, अनि त्यसपछि के नाम मैले त बिर्सेँ होइन, त्यो सबैको नाम कहाँ याद हुन्छ र, आफ्नै देशको मन्त्रीको याद हुँदैन, तिनीहरूको कहाँ याद हुन्छ। हो एउटा चाहिँ क्युबाबाट, त्यसको बाबाहरू चाहिँ शरणार्थीबाट नेपाल इन्डिया के अरे अमेरिकामा आएर बसेका हुन्। उसले चाहिँ क्युबाका लागि चाहिँ त्यति धेरै इगो साथै, सबै इगोइस्टिक के। ट्रम्प के भनिदिन्छ सन्डे आएर, ल अमेरिका चाहिँ अब डिल गरिदिए भन्छ, क्रुड ओइल के भन्छ $100 भन्दा मुनि आउँछ प्रति ब्यारेल होइन। अनि फेरि बिहिबार शुक्रबार के भन्छ, हामी यसलाई ढुङ्गे क्रसिङ गरिदिँदैछौँ, पेल दिँदैछौँ, पिस दिँदैछौँ, धुलो बनाइदिन्छौँ। फेरि के भन्छ 115-20मा जान्छ कि। अन्त हो त्यो मार्जिन चाहिँ के छ, $15-20 मार्जिन चाहिँ उसका आफ्ना साला ससुरा गएको बिटकप सिटकप जो छन् नि उद्योगपतिहरू, यिनीहरूलाई चाहिँ एकदम फाइदा हुने तरिकाले यो मान्छेले चाहिँ गरिराखेको छ कि। 34 दिनसम्म आएर इरानलाई के हान्न त हानेको छ त, नहानेको होइन। इरानले पनि ठोकेको छ, नठोकेको होइन। इजरायलमा ठोकेको छ, साउदी, कतार, दुबई सबले ठोकेको छ। तेलको प्रोडक्सन ठप्प बनाएको छ। मार त परेको छ नि त सबैले, उसको देशका जनतालाई नि परेको, किनकि उनीहरू त के छ र धनी छन्। मार त हाम्रो जस्तो नेपाल, इन्डिया, चाइना यिनीहरूलाई मार परेको छ नि त। जो अरूसँग निर्भर हुन्छन् तिनीहरूलाई मार परेको छ नि त। हो त्यो भएर चाहिँ किनकि कुनै पनि अहिले किन सहयोग गरेको छैन, नाटोले किन सहयोग गरेको छैन, किनकि उनीहरूको युद्ध नै होइन। हान्ने बेला चाहिँ हामी एकै दिनमा 24 घन्टामै सकाइदिन्छौँ युद्ध भनेर जाने, अनि जो फँसेपछि चाहिँ ल सहयोग गर हजुर, प्लिज आइदिनुहोस्, खोलिदिनुहोस्, यो गरिदिनुहोस्। अनि तिनीहरूले नखोलेपछि फेरि यो गरेर तिमीहरू चाहिँ के अरे इमानुएल माक्रोनको बुढीले चाहिँ आज पनि त्यसको मुखमा हानिरहेछ के अरे यो ब्रिटिसहरू लडाइ होइन, तिमीहरू फलानु, तिमीहरूलाई म 200% ट्यारिफ। यो के यार, यो छैन मान्छे, छँदै छैन कि भन्ने। अब हामी पनि हुन्छ नि अमेरिकन, अब यो जे नभए पनि यो आइफोनदेखि लिएर हरेक कुराहरू हामी अमेरिकनमा डिपेन्डेन्ट छौँ, निर्भरता छौँ भन्दैमा क्रसिङ गर्न खोज्ने होइन कि, मिलाएर लाने हो कि, एकदम सबैलाई मिलाएर भाइ बहिनी भनेर लाने हो। त्यही भएर त अहिले इन्डियामा भएभरको जिमेल अकाउन्टहरू, यो मेल अकाउन्टहरू सबै जो भन्ने एपमा गएको छ कि, इन्डियाको आफ्नै क्लाउड सिस्टममा गएको छ कि। चाइनामा त पहिल्यैदेखि छ अब होइन। यी सबै देशहरूले अब बुझिसके कि, अब भन्छ नि मान्छेहरू तेस्रो विश्वयुद्ध हुन्छ फलानु ढिसानु, केही हुँदैन कि तेस्रो विश्वयुद्ध हुँदैन। अब देशहरूले के देखिसक्यो भनेपछि अमेरिका भनेको कस्तो हो भनेपछि सबैलाई स्लेभ हुन्छ नि, नोकर। पहिला त काला जातिलाई बाँध्थे नि, हो त्यो दिमाग यहाँ अझसम्म पनि ती गोरा जातिहरूमा गएको छैन क्या, कहिले पनि जाँदैन। तिनीहरूले सबैलाई स्लेभ देखेका हुन्। त्यही भएर यिनीहरूले जुन देशमा छिरो ठोको त्यहाँ भएको खजाना लिएर गयो। जस्तो अङ्ग्रेजहरूले इन्डियामा राज गरे, अहिले अमेरिकनहरू तिनीहरूको सोचे कस्तो भनेपछि कुनै धनी देश, अब हाम्रो एभरेस्ट लान मिल्ने भए यिनीहरूले एभरेस्ट पनि उकालो लैसक्थ्यो कि, लान नमिल्ने भयो भएर यिनीहरूले यो जब यो तिनीहरू चढ्न पनि नसक्ने, तिनीहरूको हैसियतै नभएको, कोही चढ्ने एथलेटहरू चढ्ने, अरूले चढ्न सक्दैनन्। त्यस्तो भएर चाहिँ हाम्रो एभरेस्टले यिनीहरूले एभरेस्ट, बुद्ध सुद्ध यो पशुपति यिनीहरू टच नगरेका हुन्। टच गर्न मिल्ने कुराहरू यिनीहरूले लिएर गइसकेका छन् कि। त्यो भएर चाहिँ के भन्छ भनेपछि जतिसुकै पावरफुल कन्ट्रीहरू भए पनि पावरफुल कन्ट्रीमा चाहिँ के हुनुपर्छ भनेपछि आफूभन्दा तलकोलाई चाहिँ एउटा एग्रिमेन्टमा, एउटा निगरानीमा, मोनिटरिङमा राख्नुपर्छ कि। इरानले मानिरहेको छ नि त, म मोनिटरिङ गर्न दिन्छु, IAEAलाई मोनिटरिङ गर्न दिन्छु फलाना दिन्छु। मोनिटरिङ गरेर भित्र हान्ने होइन क्या, ठोक्ने होइन क्या। किनकि कुनै पनि देशको जस्तोसुकै होस्, क्रुर होस्, हाम्रो राजा ज्ञानेन्द्र राजालाई पनि त ठोकेन नि त। राजालाई के गरे, इम्पिच गरे,
राजगद्दीबाट हटायो नि त। अब अहिले पनि जस्तो केपीलाई के गरे, इम्पिच गरे नि त, ठोक्ने होइन, उसलाई जेल गर्ने हो, फलानु ढिस्कानु गर्ने, उठाउने मार्ने त्यो भनेको चाहिँ नराम्रो हो कि यिनीहरूको एकदम सोचे कस्तो भनेपछि हामीसँग पावर छ ठोक्दिने। त्यही भएर त अमेरिकाको हरेक विमान जति पनि उसको गुरुर थियो नि एकदम बनाइदिइसक्यो। अब किनकि अब तेस्रो विश्वयुद्ध किनकि अमेरिका पावरफुल थियो हुन्छ भन्थ्यो, अब चाइना हुन्छ पावरफुल। अब 5-10 वर्षमा चाइनाले अब गोल्डन डोम फलाना ढिस्कानो डायमन्ड डोम के बनाउने यो बनाउँछन् कि अब जतिसुकै परमाणु बम छ नि डराउनु पर्ने स्थिति छैन कि। परमाणु बमलाई डिफ्युज गरिदिन्छन्, जसले हानो त्यही डिफ्युज गरिदिन्छन् कि सेटेलाइट डिफ्युज गरिदिन्छ, सबै डिफ्युज गर्छ, सबैसँग क्यापासिटी आउँछ। इरानले चाहिँ त्यो क्यापासिटी डेभलप गर्यो भनेपछि अमेरिकालाई पावर टक्कर दिन अब 5-10 वर्षमा सबै डेभलप गर्छन्। नेपालले नि डेभलप गर्छ, नेपालले नि परमाणु बम त नबनाउला तर त्यो क्यापासिटी चाहिँ डिफ्युज गर्छ कि ह्याकिङदेखि लिएर सबै कुराहरू डिफ्युज गर्छ। अब 20 वर्ष 30 वर्ष 40 वर्षमा गर्ला त्यो क्यापासिटी डेभलप हुन्छ। डेभलप नगरिकन न्याटो जस्तै कुनै एउटा क्षेत्रीयसँग सहमति गरेर चाहिँ हामीलाई पनि तिमीहरूले चाहिँ यो अवस्थामा चाहिँ छाता दियो है भनेर त्यो अवस्थाको चाहिँ त्यो गर्छ हो। त्यो भएर चाहिँ कुनै पनि शक्तिलाई चाहिँ के गर्ने हो, शक्तिलाई सन्तुलन गर्ने हो, शक्तिको ध्वास देखाउने होइन कि। मेक-अ-डिल भन्नेको मतलब त मेरो दिमागमा घुस्यो कि मेक-अ-डिल त्यो ओडे होइन कि बिहान पनि मेक-अ-डिल बेलुका किन भिख मागिरहने कि यार। भिख मागी हामीले जितिरहँ भने मेक-अ-डिल भनेको मेक-अ-डिल होइन कि। यो स्टप हुन्छ, यो टर्म एन्ड कन्डिसन तिमीहरू मान्नुपर्छ भनेर स्टप गर्ने हो त, सकियो त यार। पावरफुल राष्ट्र हुनुको कारणै त्यही हो त। पावरफुल राष्ट्र भएर मेक-अ-डिल भन्नु भनेको त्यो जस्तो पत्तुरपना केही पनि होइन। धन्यवाद।